सबै साथीहरूलाई नमस्कार। म स्वागत व्यक्त गर्न चाहन्छु। धेरै साथीहरूले जिज्ञासा व्यक्त गरिराख्नु भएको छ, अहिले गर्मी बढिरहेको छ, तराईमा च्याउ खेती गर्न सकिन्छ र हामीले कस्तो बिउ लगाउँदा हामी च्याउ खेती गर्न धेरैको प्रश्नहरू हुन सक्छन्। यो कस्तो हो भने गर्मी बढ्यो अनि त्यसपछि हामी तराईमा च्याउ खेती गर्न सक्दैनौँ भन्ने एउटा मिथ मात्र हो। यसमा कुनै सत्यता छैन। हामीले सबै वातावरणलाई चाहिँ प्रतिकूल वातावरणलाई चाहिँ अनुकूल बनाउन सक्यौँ भने च्याउ खेती गर्न सक्छौँ। तपाईँले आज देख्न सक्नुहुन्छ यहाँ मजाले हैन, तपाईँको यहाँ पनि हाम्रो बलहरू देख्न सक्नुहुन्छ। ल यो तपाईँ आज फलिरहेको देख्न सक्नुहुन्छ है, जति पनि यहाँ हेर्नु होला है, यो च्याउ मजाले च्याउ फलिरहेको छ। यता पनि यो देखाइदिनु हैन, तपाईँको यो तपाईँको मजाले फल्न सक्छ है। आज तपाईँको वैशाखको 28 गते, आज वैशाखको 28 गते हो। गर्मी छ तराईमा, तपाईँलाई थाहा नै छ। तपाईँको अझ विराटनगर, भैरुवा, नेपालगञ्ज यो साइड भनेको त अझ म्याक्सिमम गरी हुने ठाउँ हो नि त र पनि मजाले हामी च्याउ खेती गरिरहेका छौँ। आजको दिनमा पनि तपाईँहरू आउनुभयो भने हाम्रो मजाले तपाईँको 300-400 केजी चाहिँ दिनमा च्याउ उत्पादन भइरहेको छ है। यो हामी किन सक्छौँ भन्दै गर्दाखेरि हामीले बनाउने टनलको स्ट्रक्चरहरू, हामीले प्रयोग गर्ने बिउको स्ट्रक्चर, हामी बनाउने पद्धति र हामीले यसलाई चाहिँ कसरी ग्रोथ गर्छौँ भन्ने कुराले धेरै कुरा डिटरमाइन गर्छ। हामीले यो सत्यता छैन भने गर्मी बढी भयो भनेर हामीले चाहिँ 20-22 डिग्रीमा मात्रै च्याउ फलाउँछौँ भन्ने होइन। आवश्यक पऱ्यो भने 35-40 डिग्रीमा पनि च्याउ फल्छ। तर हामीले बनाउन त सक्नु पऱ्यो, जान्नु पऱ्यो। तपाईँले ऐपछि हेर्ने भन्दा हाम्रो केही कुराहरू हुँदैन। जस्तो 100% तपाईँले म नजिकै आउनु, म तपाईँहरूलाई केही देखाइदिन्छु। जस्तो यो बल हामीले हेऱ्यौँ भने, यो बलको सेटिङमा यहाँ तल हेऱ्यौँ भने भएको छैन। अब गर्मीले केही बलहरूलाई असर पनि गरिरहेको हुन्छ। 100% मा तपाईँलाई यसलाई पनि हामी नजिकबाट देखाउँ ल है। अब यो पनि 100% छैन। अब यति चाहिँ बिग्रेको छ हैन, यति बार यता माथि आउँछ। हामीले यति प्लास्टिक खोल्ने होइन, यो तपाईँलाई देखाउनका लागि मैले देखाइरहेको छु। भन्न खोजेको यसरी हुँदै गर्दा पनि के छ भने तपाईँको अहिले रेट राम्रो छ। तपाईँको यसको उत्पादनमा 20 देखि 30% कम हुँदै गर्दाखेरि नि यसको होलसेल प्राइस भनेको डबल छ। 50% बढ्दै गर्दाखेरि अहिले तपाईँको झन् अफ सिजनमा हामीले धेरै कमाउन सक्छौँ कि आम्दानीको हिसाबले पनि धेरै फाइदा हुनसक्छ। त्यो कारणले गर्दाखेरि च्याउ खेती जसरी आज रेट बढिरहेको छ, राम्रो पाइराख्नु भएको छ होलसेल, तराईमा पनि हामी मजाले खेती गर्न सक्छौँ। तपाईँहरू पनि यस्तै गरेर च्याउ खेती हैन, तपाईँको वैशाख जेठ असार जस्तो गर्मीमा पनि, चैत वैशाखको हावाहुरीमा पनि च्याउ खेती गर्न चाहनुहुन्छ, अहिले पनि तपाईँ चाहनुहुन्छ भने हामी तपाईँहरूलाई सक्ने प्राविधिक सहयोग पनि गर्छौँ। आवश्यक पनि बिउ पनि तपाईँहरूलाई प्रोभाइड गर्छौँ। हामी कसरी खेती गर्ने भनेर प्रविधि पनि तपाईँहरूलाई सिकाउँछौँ। तपाईँहरू ढुक्क हुनुहोस् कि तराईमा, पहाडमा, हिमालमा जस्तो पनि मौसममा हामी च्याउ खेती गर्न सक्छौँ। हामी 20 देखि 22, 20-22, 18-22 डिग्री, 25 डिग्री टेम्परेचर भन्दै गर्दाखेरि 10-12 डिग्रीको टेम्परेचरमा चाहिँ च्याउ खेती कसरी गर्ने हामी त्यो सम्भव छ भने 35 डिग्री टेम्परेचर, 40 डिग्री टेम्परेचरमा पनि हामी च्याउ खेतीलाई सम्पन्न गर्न सक्छौँ। त्यसको तरिका फरक हुनसक्छ, त्यो तरिका हामीले जान्नुपर्छ है साथीहरू। त्यो कारणले गर्दा तपाईँ ढुक्क हुनुहोस्, च्याउ खेती मजाले गर्न सकिन्छ तराईमा, हामी गरिरहेका छौँ। तपाईँहरूले पनि प्रविधि जान्न मन लाग्यो भने आउनुहोस्, हामी तपाईँलाई आइडिया पनि दिन्छौँ र मजाले तपाईँहरू चाहिँ खेल्न सक्नुहुन्छ भने हामीलाई सम्पर्क गर्नु होला। फोन नम्बर, हाम्रो फोन नम्बरहरू भिडियोहरूमा हुन्छ, तपाईँहरूले सम्पर्क गर्नु। सम्पर्क गरिसकेपछि तपाईँलाई बिउ, प्राविधिक सरसल्लाहदेखि कच्चा पदार्थ सबै कुरामा सहजीकरण गर्छ साथीहरू। ल तपाईँहरू हामीलाई सम्पर्क गर्दै गर्नु होला।